मन्त्री हो रवि लामी खानेलाई यता बेलुका हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल उमा राई अफिसियल। सो सदा जसरी मैले आज पनि भ्लग बनाउँदैछु, तर आज चाहिँ अलिक डिफ्रेन्ट टाइपको भ्लग छ होइन, किनभने मेरो घरदेखि परतिरको अङ्कल चाहिँ बित्नु भएको थियो कि, अनि त्यो चाहिँ एकदमै भनौँ न यङमै बित्नु भएको होइन। अनि त्यही भएको कारणले गर्दाखेरि अनि उहाँको चाहिँ आज काम छ होइन, अस्ति नै बित्नु भएको। अनि काम चाहिँ आज गरेको कि, किनभने अङ्कलहरू सबै काठमाडौँमा बस्नुहुन्थ्यो, काठमाडौँबाट गाउँ आएर अनि गाउँमा पनि अब धामीहरू पनि खोजी गर्नुपर्छ नि त, अनि धामीहरूले चाहिँ यति बेलै भ्याउनु भयो। अनि आज 5-6 दिनपछि आज काम गर्दै हुनुहुन्छ, जसलाई चाहिँ हामीले बडखन्त भन्छ होइन खासमा चाहिँ। अनि र आज काम गर्दै हुनुहुन्छ, म अब त्यहाँनिर जाँदैछु। अनि आज बेलुका चाहिँ एकदमै ठुलो चिन्ता बसाउँछ क्या, धामी खतरा धामी बसाउँछ बेलुका रातभरि होइन। अनि त्यो चाहिँ मैले देखेकै छैन भनौँ न, कसरी बसाउँछ भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन। त्यही भएको कारणले गर्दाखेरि म चाहिँ आज त्यो भ्लग बनाउँदैछु, जुन चाहिँ अब कस्तो हुँदो रहेछ भनेर होइन। तपाईँहरूले पनि हेर्नु ल, हाम्रो स्पेसल हाम्रो खोटाङतिर या हाम्रो खोटाङतिर चाहिँ हाम्रो राईहरू मरिसके पछाडि एउटा अलिकति यङ उमेरमै बित्दाखेरि चाहिँ नि के गर्छ धामीहरूले भनेर चाहिँ नि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। म बनाउँछु एकदम सुस्त टाइपले बनाउँछु, किनभने हो हल्ला यहाँ त्यहाँ भन्ने त आफ्नो ठाउँमा छ, तर यो समयमा त एकदमै शोकको समय हो नि त। अन्त भएको कारणले गर्दाखेरि म त्यस्तो उयो गरेर चाहिँ गर्दिनँ भिडियो, तर भिडियो चाहिँ बनाउँछु। बेलुका कति बेलासम्म बस्न सक्छु होइन। र तपाईँहरूले हेर्दै गर्नुहोस् ल, आजको भ्लग चाहिँ एकदमै स्पेसल नै हुनेवाला छ। थाहा नहुनेहरूको लागि चाहिँ अब तपाईँहरूले थाहा पाउनुहुन्छ। लु अब आजको भ्लग चाहिँ स्टार्ट भएको छ है त। घरै ढडेर भयो, अनि पछिबाट एउटाले पैसा चलाउँछ, त्यसलाई पसिसकेपछि त्यसको शिक्षक दाग नै उडाइन्छ, जिल्लामा पैसा रोकाएर हो भक्ति कमानेको बिचराको घरै ढड राख्नु पर्यो। साबुन यहाँ छ मात्र छोरी होइन बिचारा छोरी। म मेरो कामै यस्तै हो, आई एम ब्लगर उमा चामलिङ राई। झन्डै ऊ थुनेन ऊ तेरो अङ्कललाई मैले भने ऊ गृहमन्त्री हो रवि लामी खानेलाई ऊ यस्तो बोलाउनु है भन्दा यहाँ पर चाहिँ हो क्या फर्केको नि, तर ऊ सुरेश सरले ऊ यस्तो काम गर्छ त। वाउ कस्तो राम्रो दाबिलो हो नि यो चलाउने चाहिँ। दाबिलो उहिले बाजेको पालादेखि हामीले चलाउँदै आएको। किन हुँदैन हौ, भ्लग नै यस्तै हो भने के भएको खाएको त नखिचाउ छोरी। ल खिचिन है खिचिन। मैले कहिले ठुलो चिन्ता देखेको छुइनँ कि, यहाँ चाहिँ यस्तो हुँदैछ होइन। यो चाहिँ चिन्ताको लागि रे के भन्नुपर्छ, म पनि चिन्दिनँ। मेरो अङ्कल ए कताबाट तपाईँ? ए बस्राबाट ए हजुर। यहाँ हाम्रो दाजुभाइ भनौँ न ए तपाईँ पनि हो? ए हजुर हजुर। ए यो चाहिँ के भन्छ अरे ठुलो चिन्ताको लागि बस्ने यता धमेनी भन्छ हौ, धामी भन्दा पनि उहाँ आइसक्नु भएको रहेछ। सो यतातिर हुनुहुन्छ, म त्यता चाहिँ जाँदिनँ, अलिक मलाई डर लाग्छ। सबैजना भेला भइराख्नु भएको छ। हिँड्नु सक्नुहुन्न नि त अरे के, धामी भन्दैन धमेनी भन्छ।
के धमेनी हुन्छ छुट्टी भन्छ केटी मान्छेलाई धमेनी भन्छ नि त हैन के म त लठी यस्तो टेकाउँदा भोलि बिहान भन्नु पर्यो त्यो चाहिँ लो नछुमा हजुर गलेर आउनु भएको र यो आजदेखि हामीले यो बनाएको पहिलेदेखि भएर आएको रहेछ र तपाईँलाई यो गलेर आउनु भएको रहेछ र राखिदिएको छौँ है त्यति त होइन सायरेमा न त हजुर लु मैले चाहिँ यहाँ मेरो बहिनीलाई पैसा दिएर पठाउँदैछु दुईजना जाने त सोनु भुजा भुजाले दाजु अङ्कल उता सानो बाबुहरू होइन हो मेरो ड्युटी हो त्यहाँनिर यता यता दाजु यो सानोमा लाउनु न अब फेरि काम पाइन छैन सबले मलाई नै गराउने हो म जान्छु ल होइन जान्छु म भात पनि खाएको छुइनँ होइन नखाने मैले सबिन 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 यता हेर न म त त्यता हेरेर कबिन भन्छु सबिन भन्छु नि त अङ्कलहरूलाई है को कबिन भन्छु सबिन भन्छु नि रञ्जना न के हो हामी संस्कार यस्तो हुन्छ क्या हाम्रो राई जातिको चाहिँ खोइ त फेरि मसलै छैन के गर्दैछ फेरि शिर उभाउने ल यो चाहिँ आउँदै गरेको हजुर के ल्याउनु सर सर भन्नु त मासु अलिकति दुलामा छोड्न हजुर होइन सिक्नुपर्ने चाहिँ यस्तो कुराहरू चाहिँ धेरै नै पासुङ भइसकेको जस्तो हुँदैछ पासुङ भइसकेको छ हाम्रो पासुङ बाजे गाउँमा त बसेर पासुङ भइसक्यो सब सधैँको बाबै यहाँ फेरि भतिजा छ बाजे भन्ने कोही पनि छैन नाति नातिनी सबै यहाँ हजुर बाजे भतिजाहरू छ अनि यहाँ त बोल्ने मात्र नै यहाँ एक दुना मासु चाहियो अनि पासुङ कसो बोल्ने मान्छे म छु नि पास ल आइपुग्नु भयो छ यस्तो त्यस्तो भने तपाईँले भन्नु पर्यो मासु एक दुना चाहियो भयो पनि हाम्रो त्यो खै होइन छैन भने पनि अब यसो गरौँ न हजुर उको नाखा पनि चिरेन छ होइन बा आउँदैछ अहिले चुरमा भिमतिरी चुरमा भिमतिरी ल एकछिन पछि मात्रै आउने भोलि सिगाचिप्पा अहिले सबैमा पाना यहीँ पा धिरीमा पा मोमोमा पा मेरोमा मार्दा उको मोमोमा पा खैनी यहीँमा पा सिक्समा पा धिरीमा पा ताबानी सुजिपा उको देरुङमा पालेन हजुर उता अस्स लाम्दा उता ताबानी सुमको रुङमा न हजुर त्यो कारण पासु खाम्रो चाहिँ पिमाने पानीको खाना हजुर होइन पिसा पनि होइन उता चिटुङ्डा टमारेर चिचुकोमा चाहिँ यो बनाएको रहेछ छाला पाएको छाची टुङ्डा कान्छेर पाकेर तकायो तयमी जारा कोही का लिएको के नखान नचिरे बाबा चुचिरे
टोली पनि अब यता गाउँले टोली पनि बाटी ग्लास जा बहिनी ग्लास लिएर आइज होइन टी देख्यो अरे ग्लास ल्याइदिनु पर्छ होला नि ल्याउनु बहिनी पहिले धामीको साथ तोकाले पहिले लिनुपर्छ नि त गुड गुड हाम्रो भाइले ठिक गर्नुभयो गिलास पहिले तोकाले भयो पर्दैन के गर्ने नसुन पा आज चाहिँ यहाँनिर धामीहरू आइसक्नु भइसकिसक्छ गोठको लागि को पो गएको गोठकोलाई पनि लिनु परायो भनेको र यही नै हो धेरै बाहिर दाजु फेरि हुन्छ के शीत लाग्छ अलिकति अलि मैले गरेको कोसिस त गरेको नि पुरो गरेको त ढोल छ बेचु चाहिँ बाले खानाका लागि बनाएको दुईटै त्यो उका राख्नु भएको थियो त्यहाँ जरा सरी रमेशहरूलाई थाहा होला नभाङ्गे कता छ निकालौँ त तपाईहरु दिउँसो सुत्नु भयो दिउँसो सुत्नु भयो दिउँसो सुत्नु भयो अनि रातभरि कसरी बस्नु रातभरि बस्ने पछि हेर्नु नि मैले यस्तो थाहा छैन नि त अहिलेसम्म मलाई त थाहै छैन त्यसरी बनाएर हाल्नु मिल्छ स्टोरी होइन स्टोरी होइन कि युट्युबमा चाहिँ यसरी हाल्ने हो त्यो साइड हाल्ने युट्युबमा चाहिँ योमा चाहिँ रिल्समा चाहिँ ठाडो हाल्ने सले त ल्याउ सले त भाडे त आएको छैन अनि कसरी मतेकोलाई आमाचीहरू
उडा बानानी हसुपासी धारा बानानी न खाने है अब मिया देमी गरेर चाहिँ देमी आपेको छ हाजिर भएर यता फेरि कर्ममा यति रहेछ कसैलाई दुःख दिएन आमाको केसमा चाहिँ फेरि कसैले केही बोल्नु मिल्दैन मेरो चाहिँ त्यही भएर यो केसले छुट्टै छ कि नेपाललाई 2 गोल हाल्छ अब बाजे यहाँ बजाउँछ हो अनि यताको यो फेरि यता सार्ने के गर्नु रातभरि यतिकै नाच्नु अब रातभरि भन्दा पनि त्यो मामो कतिखेर हुन्छ त्यहाँ मामु भनेको चाहिँ त्यो मरुवा खसाउने हुन्छ कि त्यतिखेर कतिखेर खसाउँछ यो त हामी त छिटो खसाउनु भयो भने छिटै हुन्छ छिटो कहिले आएको बाजे म 2-3 दिन भयो ए आज खाजा खाने टाइम कति बेला तिमी रातभरि जाग्ने हुन्छौ यस्तो गरेर बनाऊ न त यहाँबाट होइन तिम्रोबाट किन
मुनाको छोरा आएछ आऊ माथि केटा त्यति सायरी हुँदैछ हो होइन एका छ